अब 2000 तयार पारेर राख्नुहोस् है त, किनभने सर्वसाधारण लगानीकर्ताहरूको लागि अब यी दुई कम्पनीहरूले आइपिओ निष्कासन गर्दैछन्। आउनुहोस् ती कुन कुन कम्पनी हुन् हेरौँ। पहिलो कम्पनी रहेको छ सानीगढ हाइड्रो पावर लिमिटेड। यस कम्पनीले जेठको 18 गतेदेखि जेठको 21 गतेसम्म आइपिओ निष्कासन गर्ने भएको छ र जसमध्ये कुल 46,74,000 किता सेयर चाहिँ 100 रुपियाँ अङ्कित मूल्यको दरले आइपिओ निष्कासन गर्दैछ। यसको सेक्टर रहेको छ हाइड्रो पावर र कम्पनीको इस्यु म्यानेजरको रूपमा चाहिँ रहेको छ लक्ष्मी सनराइज क्यापिटल रहेको छ। यसैगरी आइपिओ खुलाउने दोस्रो कम्पनी रहेको छ एभरेस्ट कलर लिमिटेड। कम्पनीले सर्वसाधारणको लागि जेठको 22 गतेदेखि जेठको 27 गतेसम्म चाहिँ बिक्री खुल्ला गर्नेछ र कम्पनीले कुल 6,55,700 किता सेयर 100 रुपियाँ अङ्कित मूल्यको दरले निष्कासन गर्दैछ। यसको सेक्टर रहेको छ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ र इस्यु म्यानेजरको रूपमा रहेको छ मुक्तिनाथ क्यापिटल। अन्तिममा मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्न नबिर्सिनुहोला। यस्तै खालका जानकारीमूलक भिडियो हेर्नको लागि चाहिँ आइपिओ टक नेपाललाई फलो गरेर राख्न पनि नबिर्सिनुहोला।